हाल्नु सिधै छ क्या। अनि मिस्त्री साहब यता हेर्नु न मिस्त्री साहब। दाइ सुड्डोले फेरि मिस्त्री साहब अलि राम्रोसँग कटिङ गर्नु है। अरू सबै ठिक छ एकदम। हाम्रो मिस्त्री साहब के छ कलाएर कटिङ त राम्रै गर्दैछु नि होइन। एकदम बबाल भयो। यस्तो खाँचाहरू राम्रो भयो नि होइन। ट्याक्क लाएर खाँचाहरू टक्क ल है। कुनै बेला यही कोरियन एयरमा टक्क कोरिया जानुपर्छ हामीहरू होइन। टक्क लाएर कोरिया गएर अनि साउको छाना छाउनी हो क्या। रवि दाइ कोरिया गएर यस्तै साउको छाना छाइदिने हो। अच्छा थाइदिनु ल। कोरिया गएर टक्क लाएर कोरियन एयरमा छाना छाउनु पर्छ। हामी नजिकै एयरपोर्ट। ल अच्छा गरेर छाउनु। 12 इन्ची ग्याप ब्याग ल्याउनु भएको होइन र। अनि यहाँ लगाइदिन्छु कि मैले। यस्तो गर्नु न यहाँबाट यस्तो सिधै यहाँ ल्याउनु खै। यसको सिधै यो भयो ल। यहाँबाट 12 तान्नु त माथि कति भयो त्यही हेर्न 12 ल। ठिकै छ क्या ठिकै छ। ल धेरै कचक्क नपार्नु है। किन कुच्चिएर फेरि त्यहीँ पानी त्यहीँ जम्छ क्या फेरि जान्छ। उ त्यो अलिकति निकाल्नु त उ त्यो सेकेन्ड ह्यान्डको उतापट्टिको त्यसलाई अलिकति निकाल्नु त थोरै खोल्नु। यसलाई यतापट्टिको हो त्यसलाई थोरै खोल्नु। हल्का दबेछ क्या धेरै। ल भयो यतिकै राख्नु। किनभने त्यहाँ पछि पानी जम्यो भने त्यो वासर खिँदै जाँदा त त्यहीँबाट चुहिन्छ पानी। अब अर्को प्लेन उड्ने तयारीमा छ। ल अहिलेलाई यति नै है भिडियो। फेरि पछि बनाउँला।